आज चाहिँ म यो जीवनजल पानीको बारेमा केही भन्छु, ओआरएसको बारेमा है। यो चाहिँ 1 लिटरको बोतल हो, यो पुरै भरि छैन, म भर्छु पहिला है। मसँग यो स्टिलको बोतल छ, यो लगभग 900 ml होला, सो 100 ml चाहिँ पुग्दैन होइन। त्यही भएर त्यो 1 लिटरको बोतलमा खासमा प्लास्टिक चाहिँ अब गुड हुँदैन भन्छन् हेल्थको लागि होइन, माइक्रो प्लास्टिक्सहरूको कुरा आउँछ आजकल। त्यही भएर पहिला यो पानी चाहिँ योमा खनाउँछु म है। अब यो 1 लिटरको बोतल हो, ठ्याक्कै 1 लिटर पानी गर्छु। यसमा अब जीवनजल हाल्नुपर्ने हुन्छ, माथि हुनसक्छ, पोखिन सक्छ, सो अलिकति थोरै हाल्छु म। मसँग चाहिँ यो छ, यो शक्ति जल भनेर। अब यो अगाडिको क्यामेराबाट यस्तो उल्टा होला म एकछिन है। यो शक्ति जल भन्ने छ होइन, यसमा सोडियम क्लोराइड कति छ हेर्नु, पोटासियम कति छ, सोडियम सिट्रेट कति छ, ग्लुकोज कति छ भनेर योमा हेर्न सकिन्छ। 1 2 3 4वटा चिजहरू छ यसमा चाहिँ। अनि केही खानेकुरा अथवा केही कुरा प्रयोग गर्दाखेरि, औषधिहरू प्रयोग गर्दाखेरि तपाईँको म्यानुफ्याक्चर र एक्सपायरी डेट हेर्नुपर्छ। यसको चाहिँ 625 र 528 छ, मैले 2028 सालसम्म रहेछ भनेपछि यो चाहिँ यसरी बच्छ। यो चाहिँ खान योग्य छ है, यसलाई म फोडेर हाल्छु। म चाहिँ यसरी, मसँग कैँची थिएन, दाँतले काटेको होइन, यसरी काटेको छु। यहाँभित्र तपाईँ देख्न सक्नुहुन्छ जीवनजल छ। यसलाई म बोतलमा हाल्छु। कलर चेन्ज हेर्नु यसको, कलर चाहिँ अब यसको फ्लेभरहरू हुनसक्छ होइन, हेल्दी नै होला। तपाईँको चाहिँ यो स्वास्थ्य परिषदले चाहिँ हेर्दा यो पेट्रोल जस्तो देखेँ होइन। एकछिन हल्लाउनु ल, एकछिन हल्लाएपछि यो तयारी भयो जीवनजल है। अब यसको बारेमा म भन्छु होइन। त्यसमा चाहिँ 1 नम्बरमा सोडियम भयो। सोडियम भनेको एक प्रकारको नुन, सोडियम क्लोराइड 2.6 ग्राम रहेछ होइन। अब सोडियम र पोटासियम के हुन्छ भन्दाखेरि हाम्रो चाहिँ पहिला उत्पत्ति सबभन्दा सुरुमा हाम्रो साइन्टिफिक थ्योरीहरू चाहिँ जो हामीले पढ्दाखेरि चाहिँ मान्छेको उत्पत्ति चाहिँ समुद्रबाट भयो भन्छौँ होइन। समुद्र भने के हुन्छ, नुनै नुन। त्यही भएर हाम्रो सेल जुन कोशिका हुन्छ, सेलको वरिपरि चाहिँ नुनै नुन हुन्छ अरे क्या। भनेको चाहिँ एउटा सानो सेल छ भने सेलको बाहिरपट्टि चाहिँ एक्स्ट्रा सेलुलर चाहिँ बढी सोडियम हुन्छ अरे, नुन, अनि सेलभित्र चाहिँ पोटासियम हुन्छ। यो दुईवटै कुरा चाहिँ हामीलाई चाहियो, इन्ट्रासेलुलर एक्स्ट्रा सेलुलर। हाम्रो शरीरमा चाहिने चाहिँ तत्त्व इलेक्ट्रोलाइट्स भनौँ न, त्यो चाहिँ हामीलाई चाहियो। भनेको सेलभित्रको पोटासियम नै चाहियो, सेल बाहिरको चाहिँ हाम्रो सोडियम पनि चाहियो। त्यसपछि अर्को चाहिँ सोडियम सिट्रेट हुन्छ। सिट्रेट भनेपछि अब यो अमिलो कुराहरू होइन, यो हाइड्रोजन कार्बोनेटहरू जुन चाहिँ शरीरलाई चाहिन्छ, शरीरको चाहिँ अम्लेपनलाई चाहिँ ब्यालेन्स गर्नलाई। अर्को छ ग्लुकोज है। अब यो ग्लुकोज भने के हो भन्दाखेरि चाहिँ हामीले जेसुकै खान्छौँ त्यो चाहिँ ग्लुकोजमा कन्भर्ट भएर हामीलाई ग्लुकोज चाहिँ त्यही सेलले चाहिँ एनर्जी निकाल्नलाई प्रयोग गर्छ है। त्यही भएर हामीलाई चाहिने चिजहरू सबै यसमा हुन्छ। अब यो मैले किन यसरी गरेँ भन्दाखेरि हामीले चाहिँ जस्तै ल सपोज हामी जङ्गलमा छौँ अथवा कतै छौँ जहाँ चाहिँ 1 लिटरको नाप्ने 1 लिटर नाप्नलाई केही पनि छैन भनेपछि यो चाहिँ हाम्रो जुन छ यसमा चाहिँ 250 ml जान्छ भन्ने कुरा छ है। 250 500 ml यो अब स्याचेटको साइज अनुसार हुन्छ, तर मलाई यो चाहिँ 250 ml जस्तो लागेन, यो 100 ml जस्तो छ है हेर्दाखेरि। किन भन्दाखेरि यो चाहिँ सानो छ। अब यसको बारेमा भन्छु होइन, यो चाहिँ तपाईँ जङ्गलमा हुनुहुन्छ, त्यो नाप्ने गरिन्छ छैन भने चाहिँ यो जुन चाहिँ छ योबाटै पानी नापेर चाहिँ 1 लिटरको भनेर मान्ने हो है। अब यसको चाहिँ कति छ यो म नाप्छु है। हामीसँग यो बोतल छ, यसमा म यो बनाउँछु, यो हाम्रो यो जुन पानी छ यो पानी यसमा हालेर बनाउँछु है।
2 3 4 5 6 7 8 यो चाहिँ 800 ml 900 ml 800 ml भरियो यो भरिएको छ पानीले 8 भाइ 9 मैले 8 मा भने यो 800 ml को रहेछ है। मैले सुरुमा 900 ml भन्ने, तर यो चाहिँ मैले नापेको थिइनँ। यो चाहिँ 800 ml को चाहिँ ठ्याक्कै। अनि 1 लिटरको भाँडा खरिदिनलाई यो 10 वटा चाहियो कि भनेपछि हिसाब गरौँ, क्यालकुलेसन। म्याथमा को एक्सपर्ट छ होइन। भनेपछि यो एउटा स्याचेट जुन छ यो चाहिँ 100 ml चाहिँ यसले वाटर होल्ड गर्ने रहेछ। भनेपछि हामी कतै जङ्गलमा चाहिँ यो शक्ति जल लिएर गयो भने चाहिँ 100 ml भनेको यो 10 चोटि खनायो भने 1 लिटरको पानी हुने भयो। त्यसमा चाहिँ हामीले यहाँभित्र भएको चिज चाहिँ हाल्न सकियो भनेपछि यसरी चाहिँ मेजरमेन्ट गर्न सकिँदो रहेछ। तर स्याचेटको साइज चाहिँ अब यो थरी थरीका आउँछ। कुन चाहिँ 250 ml होल्ड गर्ने ठुलो हुन्छ, कुनै चाहिँ 1 लिटरै होल्ड गर्ने खाले पनि स्याचेटहरू हुन्छ अरे है। अनि यो चाहिँ यो फर्मुला जुन छ नि, यो जुन सोडियम चाहिँ 2.6, पोटासियम 1.5, सोडियम सिट्रेट चाहिँ 2.9, त्यसपछि लिएर ग्लुकोज 13.5 भनेको यो चाहिँ WHO ले रेकमेन्ड गरेको फर्मुला हो है। यो हामीले घरमा बनाएर हुँदैन, यो WHO ले चाहिँ रेकमेन्ड गरेको फर्मुला हो। मेजरमेन्ट चाहिँ यति नै, लगभग स्ट्यान्डर्ड यति नै हुन्छ। ओके, अब यो चाहिँ कति बेला युज गर्ने भन्ने कुरा छ। कहिले नर्मली हामीले चाहिँ एक्सर्साइजहरू गरिरहेको छ, शरीरबाट चाहिँ नुनहरू चाहिँ पिसाबको माध्यमबाट, पसिनाको माध्यमबाट गएको छ भने यो युज गर्न सकियो है। एउटा कुरा त्यो हो। अर्को कहिले डायरियाहरू हुँदाखेरि शरीरबाट चाहिँ सोडियमहरू, यो पोटासियमहरू, ग्लुकोजहरू लस भइरहेको हुन्छ, पानीको माध्यमबाट दिशाबाट चाहिँ गइरहेको हुन्छ। त्यो बेला पनि हामीले जीवनजल युज गर्न सकियो। हामीले फुक्का पानी खाँदा के हुन्छ भन्दाखेरि चाहिँ फुक्का पानीहरू खाँदाखेरि चाहिँ हाम्रो पिसाबबाट सोडियम चाहिँ पानी सँगसँगै, नुन सँगसँगै सोडियम पनि जाने हुन्छ है। त्यो कारणले गर्दा त्यसले पनि अलिकति चक्कर लागा जस्तो हुनसक्छ। धेरै चाहिँ हामीले फुक्का पानी मात्रै खायौँ भने पनि है, हाम्रो शरीरमा चाहिँ एउटा अस्मोलारिटी भन्ने हुन्छ कि, त्यो चाहिँ ब्यालेन्स गर्नलाई हामीले यो जीवनजल खान सकियो। पहिला चाहिँ अस्मोलारिटी 311 मिली अस्मोल पर लिटर थियो रहेछ। अहिले चाहिँ 245 जति भनेको चाहिँ पहिलाभन्दा अस्मोलारिटी घटेको छ। WHO ले घटाएको छ। त्यो किन हुन्छ भन्दाखेरि चाहिँ लो अस्मोलारिटीबाट हाई अस्मोलारिटीमा चाहिँ चिजहरू ट्रान्सफर हुन्छ भन्ने हामीले पढेका थियौँ कतै होइन, साइन्समा +2 मा पनि पढेको थियौँ। त्यही भएर चाहिँ यो जुन जीवनजल छ यसको अस्मोलारिटी चाहिँ 245 मिली अस्मोल पर लिटर हुन्छ। जहिले पनि पानीको मुभमेन्ट चाहिँ तपाईँको लो अस्मोलारिटी भएको ठाउँबाट हाई अस्मोलारिटी भएको ठाउँतिर चाहिँ त्यसलाई ब्यालेन्स गर्नलाई, डाइल्युसन गर्नलाई ट्रान्सफर हुन्छ। त्यो कारणले गर्दा सोडियम र पानी चाहिँ सँगसँगै हाम्रो शरीरभित्र छिर्छ। त्यसपछि लिएर शरीरमा जुन नुनको कमी भएको थियो त्यो चाहिँ पुरा हुन्छ। ल, आजको लागि चाहिँ यो जीवनजलको बारेमा भिडियो जुन छ त्यो चाहिँ यति नै। ओके, थ्याङ्क यू फर लिसनिङ। इफ यु आर लिसनिङ टिल नाउ, बाई।